हेलो 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 मर्निङ गाइस सबैलाई नमस्ते आज चाहिँ सरप्राइज आएको छ है मलाई भेट्छ भनेर कोही कोही मान्छे है यहाँ भिडियो देखिरहेको थिएँ नि आउँदैछु भनेर हामी चाहिँ सिमराताल जाने अरे है उता भिडियो आइरहेको थियो विशेष चिडियाताल भनेपछि सबैले चिन्नुहुन्छ होला बुलेट साइकल चाहिँ भित्र राख्नु पर्यो अर्ग्यानिक लोकलबाट जानु पर्यो नि होइन हामी चाहिँ अब लाग्यौँ चिडियाताल जानु पर्यो तर भिजिन्छ होला यार पानीले त माका डक धान पनि ल पाक्न आँटेछ है धान पनि के धान हो यार अर्कै धान छ त यो त कालो धान यार के धान कुनै थाहा भएन कस्तो हुने हो यो पाक्यो भने कस्तो हुन्छ थाहा भएन तर धानको बाटो काटेर है हाम्रो हेमन्त बाउले पनि है भ्लग हेर्नुहुन्छ भन्ने सुन्नमा आएको छ उहाँलाई चाहिँ पशु त हुन्छ होला है घुमेको आज यस्तै छ हाम्रो लुक्स हाम्रो लुक्स आजको थम्बनेल चाहिँ हामी चिडियातालको राख्छौँ है अस्ति यहाँनिरको थम्बनेल राखेको थिएँ मैले हाम्रो गेट पनि पुरा व्यवस्थित दरबारको सिंहदरबार त चल्छ कि यो चाहिँ हाम्रो नजल्ने गेट हो मेरो युट्युबमा हेरेको होइन भ्लग हेर्नु छैन भ्लग त यार मान्छेले त्यत्रो लिङ्क सेयर गरेको छ मैले फेसबुकमा लाइफमा पहिलोचोटि है 100+ भ्युज पुग्यो युट्युबमा है खोलेको च्यानल अब एकदमै खुसी गदगद भएको छु म त है अब सोचेकै थिएन 100जना साथीहरूले हेर्नुहुन्छ भनेर भ्लग चाहिँ होइन तर 100 पुग्दाखेरि क्या रमाइलो खुसी फिल भयो क्या मनमा है म पनि अलिकति भाइरल भएछु जस्तो लाग्यो मेरो अगाडि 100जना राख्दा कस्तो हुन्छ होला होइन एकदम प्राउड फिल भयो त त्यो सेतो जुत्ता त अब हिलोमा खतम हुने हो यार जुत्ताले आज मार्केट खायो पानी पऱ्यो बेला जुत्ता लगाएर आउने नि त होइन हिरो भनेर ल एउटा हाम्रो यो हो ताल चाहिँ यहाँ कहिले डुङ्गा चलाएको छ यार होइन यहाँ नाली पास बनाएको छ यताबाट यता पास होइन बनाएको छ यतापट्टि अर्को तालमा यताको ओभर पानी चाहिँ यता अर्को तालमा जान्छ त्यहाँबाट चाहिँ बाहिर जान्छ यो चाहिँ हाम्रो चिडियाताल वरिपरि घुम्ने ठाउँ अब यहाँ चाहिँ आइसक्यो आफ्नो चिप्लो छ यार ओइ माछा डक्स के हो माछा मार्न जाऊ काला पानीमा चिप्लो भएर चाहिँ यो छ नि ढले अरे हजुर चिडियाताल छ अर्पणले एकदम बमाल फोटोसुटको लागि भिडियोको लागि सबैको लागि बोटिङ सुटिङ सबै व्यवस्था गरेको छ अनि घोडाघोडी जानु पर्दैन होइन घोडाघोडीमा त तमाम छन् यहाँ आएर सबैजनाले फोटोसुट गर्न सक्नुहुन्छ भिडियोहरू बनाउन सक्नुहुन्छ आफ्नो विशेषता छ यहाँ केटाहरूले टक्क आफ्नो ठाउँलाई बनाइरहेछन् पनि के छ र जाउँ एकछिन गएर 2-4वटा फोटो खिचौँ भिडियो बनाऊ यहाँ चाहिँ पक्कै च्याउ यहाँ मैले अस्ति देखाइसकेको उनीहरूले म जाने च्याउ भने मलाई त्यो त्यतिले पनि एकदम राम्रो लाग्यो चिडियाताल चाहिँ फोटोमा आउने नै ब्याकग्राउन्डको चाहिँ दामी भन्छ क्या त्यतिले पनि आज विश्वकर्माको दिन सबैलाई विश्वकर्मा बाबाले रक्षा गरून् है फलम सबैलाई सुपोस् नसुप्नेहरूले सुपोस् तर यार भर्खर उठेको थिएँ यता पनि भ्लगर है तर उसको लागि टिकटकको लागि लु है हामी एकदमै क्लोज टु चिडियाताल है फाइनल आइसकेको छौँ लगभग फेरि पनि अस्तिको मेरो लास्ट भ्लग पनि चिडियातालकै थियो फेरि आज चिडियातालै जाने भनेर हाम्रो सेजीले चाहिँ ल्याउनु भएको छ मलाई घरै आएर उठाएर ल्याउनु भएको छ है अस्तिको भिडियोमा देखाएको थियो तर आँखाले चाहिँ देखिने भिडियोमा चाहिँ पछि होला त्यो त बोट रहेछ भन्ने भयो होइन पुगिसकेको छ हाम्रो एकदमै दामी चिडियातालमा फेरि पनि अब यहाँ चाहिँ अहिले चाहिँ दामी व्यवस्थित बनाएको रहेछ एकदम रमाइलो लाग्यो यता 5:30 यो चाहिँ हाम्रो गाउँबाट आउने बाटो भयो हाम्रो आफ्नै गाउँको यो बाटो भयो यो चाहिँ यो बाटो चाहिँ हामी आएको यहाँ चाहिँ अर्को बाटो पनि छ क्या मेन चाहिँ यहाँ अब टुरिस्टलाई भित्राउनु लागि बनाएको हो नि त खासमा पहिलाको सरकारको योजना त्यो थियो पहिलाको स्थानीय सरकार जुन थियो होइन अहिले चाहिँ त्यो बाटो चाहिँ यहाँबाट पनि दामी बनाएको रहेछ यो चाहिँ 5:30 साइडबाट आउने बाटो है त यो चाहिँ दामी रहेछ यहाँ पनि सेम त्यसरी नै यताको जस्तै डेकोरेसन छ यो पनि अगाडिसम्म होला अहिले देखाउँला प्याइसम्म अनि यता पनि सानो एउटा पोखरी रहेको छ यो पनि ताल नै हो पुरानो ताल हो यहाँ पनि भएको रहेछ ल साइडमा यहाँ बस्ने दामी यस्तो बनाएको रहेछ र प्लस यहाँ चाहिँ अब माछा
चाहिँ अब यहाँ चौकीदार पनि चाहियो नि त है रेखदेख गर्नको लागि यहाँ नत्र चोरी हुने त्यही त हो नि नेपालमा त्यो कारण चाहिँ यहाँ अब सेक्युरिटी बस्ने सिस्टम पनि बनाएको रहेछ बोट रहेछ सकभर आज हामी यो चाहिँ बोटिङ गर्ने प्रयास गर्नेछौँ है अब पाउँछ पाउँदैन आई डोन्ट नो तर हामी अगाडिसम्म बोटिङ गर्ने प्रयास गर्नेछौँ यो चाहिँ के हो तालको लागि हो ए मतलब यहाँ तपाईँहरू के माछा पालन गरेर बस्नुभयो हो ए कस्तो फ्यामिलीसँग बस्नुहुन्छ कि कस्तो फ्यामिलीसँग बस्नुहुन्छ कि कस्तो तपाईँ मात्रै फ्यामिलीसँग छ त्यही त भने एकदम राम्रो राम्रो बनाएको रहेछ यहाँ चाहिँ आज चाहिँ हामी बोटिङ सोटिङ के गर्ने यो बोटिङ गर्न पाउँछ यो बोट चलाउन पाउँछ हामीले बोट ढुङ्गा ढुङ्गा मिल्दैन मिल्छ जतिको मिल्दैन अपने को के दूसरे जन के हो ये अच्छा ठीक भयो यहाँ अब यस्तो भन्दै हुनुहुन्छ कि आमाले भन्दै हुनुहुन्छ कि बोट मिल्छ नि चलाउन किन मिल्दैन हाम्रो अन्डरमा छ अर्को हो तर हाम्रो अन्डरमा छ चलाउनुहोस् भन्नुभएको छ हामीलाई अनुमति दिनुभएको छ होइन अब यो टुरिस्टको लागि यहाँ आउने पर्यटकहरू आन्तरिक पर्यटक या त बाह्य पर्यटक जो पनि हुनुहुन्छ तपाईँहरू प्लिज हाम्रो यहाँ घुमिदिनुलाई आइदिनु होला हाम्रो तालमा चाहिँ सबैभन्दा सुन्दर जोडी चाहिँ हाँसको लाग्छ मलाई चाहिँ मान्छेले परेवा डुक्कुर के भन्छ है तर हाँसको जोडी पनि कस्तो हुँदो रहेछ भने नछुट्ने क्या एकदमै यिनीहरू पनि आफ्नो नै विशेषता छ क्या हाँसको पनि यिनीहरूको मैले हाम्रो घरमा दुईवटा हाँस छ है बाले पोथी हो अनि चाहिँ कहिले छुट्दैन क्या मतलब सँगछ वेलकम टु चिडियाताल है एकदम बवाल बनाएको रहेछ अगाडिसम्म रहेछ यहाँ चाहिँ हिजोदेखि ननस्टप पानी छ यहाँ चाहिँ हाम्रो यसरी चाहिँ पानी पास हुँदैछ जङ्गलको बाटो भएर यो आउट पास एकदम तल भजनीसम्म पुग्ने गर्दछ सायद यो पानी है अब चरा चुरुङ्गीहरूको आवाज सुन्न सक्नुहुन्छ त्यहाँ होइन यहाँबाट देख्दैन होला यस्तो दामी छ क्या सम्झना पनि छ हामीले अब पहिला यहाँ माछा मार्ने गरेको है चोर्थ्यौँ हामी आफैले अब सानो बालापन त हो नि उटपट्याङ अहिले चाहिँ यही ठाउँमा आउँदाखेरि एकदमै रमाइलो फिल हुँदो रहेछ पहिले यसको ठाउँै भ्यालु लाग्थेन जब बाहिर बस्न थाल्यो बाहिरतिर ल एकछिन अनि पहिला जस्तै यहाँ भइन्थ्यो दिनरात तब थाहा हुन्थेन अहिले चाहिँ यहाँ कस्तो भयो भने एकदम रमाइलो लाग्न थाल्यो क्या धेरै पछि आफ्नो ठाउँमा आएर पहिला अब नजिकको तीर्थ हेला भने जस्तै हुन्थ्यो अहिले चाहिँ जे होस् आफ्नै ठाउँमा चाहिँ गाडा हुन्छ त 4 चक्कावालो के हो त्यो हेर्ने राख्ने किनकि तपाईँ त पर्मानेन्ट यहीँ हुनुहुन्छ सधैँ जस्तै आज हामी बिहानै आयौँ नि त तपाईँले बिहानै हाम्रो लागि बनाउन सक्नुहुन्छ पर्मानेन्ट त्यहाँ भएपछि तपाईँको राम्रो चल्छ हेर्नु बुझ्नु पनि एकदम राम्रो सजेसन दिनुभएको छ मैले चाहिँ आमाले चाहिँ तपाईँ सानोतिनो भने आफ्नो व्यापार गर्नुहोस् यहाँ घुम्न आउँछ मान्छेहरू होइन अब त्यो चाहिँ गर्नुहोस् सानोतिनो जे हुन्छ नि खुद्राहरू यसो केटाकेटीहरूको लागि जे हुन्छ त्योहरू चाहिँ राख्नुहोस् भन्ने एकदम राम्रो सुझाव दिनुभएको छ मैले चाहिँ रमाइलो हामी चाहिँ अब यहाँ बोट गर्ने उसमा छ अलिकति पानी भरेको छ बोटमा तर हामी जान्छौँ खोइ कहाँ छ यसको ऊ चाहिँ चलाउने ल हामी चाहिँ फाइनल्ली कहाँ छ बानेको फाइनली बोटिङमा जाँदैछौँ आजको पाइलट चाहिँ उहाँ हुनुहुन्छ है ल उहाँले चाहिँ अब दामी चलाउन आउँदो रहेछ त ल यहाँबाट माथि गुनासो पुग है बहिनी आइहालौँ ओहो यस्तरी चलाउन आउँदो रहेछ यार चलाउन आउँदो रहेछ धेरै यस्तो बढियासँग हेर यार हेर है मान्छेहरू के चलाउन सिकेका छन् यार ट्यालेन्टेड बाटोमा त मस्तसँग ड्राइभर भएर हाँकिएछ होइन जिन्दगीको बाटो भने बोट चलाउन त यार के छ र यार ओहो एकदम बबाल है म चाहिँ बोटमा बस्ने मात्रै प्योर टुरिस्ट भएको छ मेरो लागि चाहिँ कसैले स्पेसली राखिदिएको रहेछ यार कोल यो थाहा भएन है तर यो चाहिँ राखिदिएको रहेछ ठ्याक्कै मिलेको मलाई चाहिँ यो हो कि क्या हो यहाँ चाहिँ राखेको रहेछ थ्याङ्क यू जसले राखेको मैले त्यही राखिदिएँ है रेनिङ अब हिजोदेखि लगभग रेनिङ टाइपको छ मौसम चाहिँ है हाम्रो अब घुमाइ पनि एकदम सुहाना छ हेर्नुहोस् है बुच्का निकाल्दा छ यो माछाहरू माछा होइन ठुलो गोही होला हो र यहाँ गोही पनि छ गरे त गोही पनि होला नि यार यत्रो तालमा गोही नहुने कुरै भएन है डर लाग्छ आमामा मुटुने काम छ यार तर आजको चाहिँ एकदम बोटिङ रमाइलो फिल भइरहेछ है यसरी डुङ्गा चलाउन पाउँदा लगभग मेरो लाइफमा फर्स्ट टाइमै होला मैले सिकिसकेँ है
अब यो पानी जहाज भनौँ न, पानी जहाज चलाउने पाइलट नै हो क्या होइन पुरा अल त हिँडिरहेछ क्या, सिधा हिँडिरहेको नाउ पनि। अहिले त दामी सिकिसकेँ मैले, यसको कता चलाउँदा कता मोडिन्छ त्यो पनि सिकिसकेँ। मैले लाइफमा फर्स्ट टाइमै चलाएको बोट चाहिँ। आफ्नै गाउँको यसरी बोट यसरी चलाउनु पाउँदा एकदमै खुसी फिल भएको छ मलाई चाहिँ। रियलीमा एकदमै खुसी फिल भएको छ। अनि यसरी सिकि पनि हालेँ क्या मैले, एकचोटि देखेको शेरजीको है, मैले सिकि पनि हालेँ चलाउन। लगभग चलाइरहेको छु मैले, जहाँ लिनुपर्ने त्यहाँ चाहिँ लिन सकिरहेको छु भन्ने मलाई चाहिँ फिल भएको छ है। अलिक नाउ चलाउन पनि आउन्न कि के हो? लाइसेन्स छ कि नै बाबु? नाउको लाइसेन्स पाउनुपर्ने यार। चलाउन जानेछ जाने छैन भन्ने कागजात चाहिँ चाहिन्छ है। नजिकै पुगिसकेका छौँ। बाहिरको भ्यू हेर्नुहोस्। ऊ त्यहाँनिर ऊ त्यो पहिलो लागेको उनीहरू पुग्नुपर्ने छ हामी। बोट हिँडिरहेको छ। फोकस त ऊ त्यो रुखमा हो त लग्ने, म त यहाँ भनिरह ऊ त्यो रुखमा लग्नु पर्ने हो। ल ल ल ल ल खै हाम्रो ड्राइभरजी यता छन् होइन, चलाइरहेछन्। यो लग्नुपर्ने टार्गेट ऊ त्यो हाँस्नेर, तर गयो यार, नाउ गयो त्यहीँ। गयो ल फाइनल्ली खराब झ्याप लगेको थियौँ हामीले। त्यसै गरी त्यो ढुङ्गा बाँधिदिनु पर्छ। अब यो चाहिँ ट्याक्कै यो त्यहीँ उठाएको थियौँ। यसलाई चाहिँ साङ्लोले बाँधेको थियो यहाँ चाहिँ, अलिकति चप्पल माथि गरेर साङ्लो कहाँ छ होइन, यसरी नै साङ्गाले बाँधेको थियो। यसलाई चाहिँ हामीले यसरी साङ्गाले बाँधिदिनु पर्ने हुन्छ। ल एकदम रमाइलो भयो। आन्टीलाई एकदमै धन्यवाद, आन्टीलाई पनि है, उहाँले एकदम हामीलाई अनुमति दिनुभयो है। हामी चाहिँ होइन मस्त घुमेर पनि आइसक्यौँ। एकदम रमाइलो फिल भयो। पसिना पनि आयो अलिअलि। पसिना ठुलो कुरा होइन, घुम्नु अनि स्वस्थ रहनु, फ्रेस रहनु ठुलो कुरा हो। आजको हाम्रो लगभग घुमघाम एकदम राम्रो भएको छ। स्पेसली बोटिङको लागि हाम्रो थियो टुर थियो यो चाहिँ हाम्रो। आज बिहान होइन विश्वकर्मा बाबाको पूजाको दिन आज हामीले आएर एउटा सवारी, त्यो पनि सवारी हो पानीमा चल्ने, त्यो चलायौँ। एकदमै रमाइलो फिल भयो। एकदम सेफली चलायौँ। आजको दिन सेफ, सधैँको लागि सेफ है त, एउटा मनमा त्यो राखेर चाहिँ। खोइ त्यहाँ त माया पिरिङ बस्दो रहेछ। फाइनली अब हामी पनि अब हिँड्छौँ, मलाई यहाँ निस्क्यौँ त हुन्छ आन्टी ल। अनि घुमघाम भयो यहाँ पनि राम्रो। यहाँ हाम्रो ड्याम बानेको ठाउँमा चाहिँ यहाँ तल पनि पानी एकदमै ज्यादा जम्मा भएको रहेछ। लाइन हामी हिँडिरहेको लाइन चाहिँ टापु भन्थ्यो होला। एकैचोटिमा हुँदैन होइन, सबै थोकहरू बिस्तारै अर्को हुन्छ, पछि अर्को हुन्छ, झन् धेरै विकास हुँदैछ। हो एक दिन विकास भन्ने कुरा एकै दिनमा सम्भव हुँदैन होइन, स्टेप बाई स्टेप हुने चिज हो। अरू खासै त्यस्तो के भएन, कोहीसँग भेटघाट भन्ने कुरा कोहीसँग भएन। बोटको लागि स्पेसल आयौँ हामीहरू, थम्बनेल पनि भइसक्यो भ्लगको लागि। फेरि हामी यही बाटो अघि आएको बाटो चाहिँ निस्केर त्यहाँबाट चाहिँ हामी भ्लगको अन्त्य गर्नेछौँ। खुसी लाग्यो आजको दिन पनि। आजको बिहान नै भ्लग बनाइयो है। आजै आउँछ यो भ्लग चाहिँ। स्टे ट्युन्ड। 4 बजीतिर ड्रप हुन्छ होला युट्युबमा चाहिँ। अब हामी पनि घरतिर लागिसकेको छौँ होइन। फाइनली अब काम छ हाम्रो। शेरीजीको चाहिँ दोकान सकान पनि छ होइन। अब आफ्नो देशमा केही गर्छु भनेर बस्नुभएको उहाँ चाहिँ है। दुःख गरेर कमाउने 500,000 नै हो। यहाँ आफ्नो ठाउँमा 500 कमाइयो भने पनि घरमा बसेर आफ्नो परिवारसँग होइन, आफ्नो आफन्तहरूसँग घरछिमेकमा बसेर केही गर्नु खोज्नु, केही गर्नु, केही आँट्नु भने ठुलो कुरा, एकदमै ठुलो मुटु चाहिन्छ कि। लु हामीले गर्न सकेका छैनौँ है अहिलेसम्म, त्यस्तो हिम्मत आँट भन्ने कुरा हाम्रो आएको छैन। त्यो युवाहरूलाई चाहिँ अलिकति
यार हाम्रो एउटा त्यो सोच पनि खराब छ क्या, हामी केही गर्न सक्दैनौँ भने हाम्रो सोचै खराब छ क्या। गर्नेले गरिरहेछन् गर्न त, हामी सबै यसरी भाग्दै गर्दाखेरि त हाम्रो अब युवा जनशक्ति कम भयो देशमा। अब व्यापारको लागि चाहिने भनेको युवा हो कि, जुन देशमा युवा हुँदैन त्यो देशमा व्यापार बिजनेस नै हुँदैन पनि आइसकेका छौँ है, देख्न सक्नुहुन्छ। अब कति वर्षको भिजा लगाएर गएको होस्, आफ्नो घर याद गरिराख, घरको याद आएको बेलामा भिडियो हेरेस् है त। यो गेट चाहिँ अब यसरी बन्द गर्नुपर्ने हुन्छ है, खोलिसकेपछि गेट बन्द पनि। कडक्स टप भ्यू हो यो चाहिँ हाम्रो है, टप भ्यू एकदम। यहाँ चाहिँ म एउटा रिसोर्ट क्याफे खोल्छु होला यार होइन, भ्यू पोइन्ट क्याफे। यहाँनिर चाहिँ 3-4वटा यसो के अरे उयो राखिदिनु पऱ्यो, के भन्छ त्यसलाई, 2-3टा के त्यो स्याक टाइपको के। तर हेर्ने र हाम्रो ढलिसकेको ओली सरकारलाई म के गुजारिस गर्छु भने यो बनाइदिनु लाएर है, बाटो भएन क्या, बाटो पाइलो बाङ्गो सिधा दुर्घटना है, 50 मिटर तल चाहिँ खसिने। एकदम यहाँ तपाईँले भिडियो बनाइराख्नु भएको छ, मैले चिप्लो होला है, एकदम चिप्लो छ है, माटो रातभरि पानी परेको। यसरी यो खनियोको बुटो, पहिला हामी खनियोका दानाहरू यसरी खान्थ्यौँ। खनियो हो कि के को दाना हो खाने, ऊ त्यहाँ रहेछ नि यार, खनियोको दाना खान्थ्यौँ। अब पाक्ने त बेला भयो, झाडी छ, भोलि पर्सि खाइन्छ। अर्को कन्टेन्टलाई पनि चाहियो होइन, बर्खामै यो बर्खै त हो नि हो, गइसक्यो बर्खा, हिउँद लागिसक्यो ल गजब छ यार। हाम्रो चाहिँ यो यसो हल्दीबारी है, हल्दीबारी छ यहाँ, मजाको हल्दी लगाएको छ। यता आमको बुट्टाहरू, कागतीको बुट्टाहरू सबै छ। यता चाहिँ हाम्रो धान खेत, भात त खानु पर्यो, किसानको छोरा। यस भ्लगलाई अब यहीँ अन्त्य गरौँ होला। कुनै प्लान थिएन, कुनै फ्री प्लान थिएन आज यहाँ चाहिँ भ्लग बनाउने भनेर। हाम्रो सेरेजी भेट्न आइसकेपछि त हिँड्नै पऱ्यो होइन। गेट कहाँ छ? सही सलामत छ नि। ल एकछिन बसौँ, भित्र बसौँ, टिकटक लाइभ बस्ने र नि। अब गाउँ ठाउँमा जस्तो हल्का हुन्छ है यसरी। एउटा होइन, हाम्रो त 2-2वटा थियो, एउटा यहाँ छ, त्यो चाहिँ निकालेर राखेको छ। मोटो छ, खानेपानीको धारा छ, सबै छ। अब आज चाहिँ विश्वकर्मा पूजा, आमालाई चाहिँ यस्तो बन्चरोहरू के छ, तातो तिहार फलामखुसी चाहिँ पुज्नु भएको छ। अब हामीसँग गाडी घोडा छैन होइन, त्यति पुज्नु भएको। गर्मी पनि भयो, पङ्खा चलायो। धन्यवाद साथीहरू, यो भ्लग हेरिदिनु भयो, माया गरिदिनु होला। माया एकदम राम्रो देखाउनु भएको छ, 100+ भ्युज आएको छ एउटा भिडियोमा, खुसी लागेको छ होइन। बाई बाई, टेक केयर।